गाइस सबैजना नमस्ते। लगभग 2 हप्ताको ग्यापमा भ्लग आइरहेको छ। आज चाहिँ वी आर हेडिङ टुवर्ड फुलचोकी डाँडा होइन। राइट नाउ हामी चाहिँ अहिले इमाडोलमा छौँ। म र मेरो भाइ छ, भाइ क्यामेराम्यान यसको हरेक। राइट नाउ हामी चाहिँ अहिले गोदावरी पुगिसकेका छौँ होइन। अब चाहिँ केही सामानहरू किनेर माथि केही पाइँदैन जस्तो लाग्छ, त्यही भएर अहिले सामानहरू किनेर यसको अब यस्तै 1 घन्टा लाग्ला होला स्कुटीमा माथि जानु जस्तो लाग्छ। अरू के लाने हो भनौँ न, के लाने? चिसो लङ न। चिसो कुन चिसो? जम्बो जम्बो होइन, एउटा नर्मल झिक्न। त्यो हुँदैन, त्यो हुँदैन। यस्तो सानो सानो लिन मुला। दुईवटा बोक्न धेरै पर्दैन। अरू के लाने? यो लैजा ल, दुईवटा हाल्दैन। यति भए पुग्छ, पछि खाजा खाउँला। कति भयो दिदी? सामानहरू पनि किन्छ क्या। लगभग अब 1-1.5 घन्टा जति लाग्ला यहाँबाट। त्यस्तै बाटो अलिअलि खराब होला। बिहान खत्रै पानी परेको थियो नि त, हाम्रोतिर त खत्रै पानी परेको थियो। झन् अहिले मजाले घाम लागेको छ, त्यस्तो खासै उयो छैन। क्लियर नै होला माथि मौसम चाहिँ। त्यसको बाटो अलिअलि माथि आधी बाटोसम्म चाहिँ ठिक छ, अनि त्यसपछि अलिअलि अफरोड नै जस्तो लाग्यो मलाई जहाँसम्म चाहिँ। लाइक कतिले टिकटकमा युट्युबमा कहाँ देखाएर, तर यो लेटेस्ट टाइमको चाहिँ भाइरल रोड क्या। हिँडेको पनि 10 रुपियाँ लिँदो रहेछ होइन। यता चाहिँ त्यो चाहिँ आशिका तामाङजीलाई बोलाउनु पर्ने रहेछ यो रोडमा पनि कुरा गर्नको लागि। हिँडेकै 10 रुपियाँ लिन थाल्यो भने त गाह्रै पऱ्यो होइन। तर अहिले मौसम खुलेर पनि होला, पोल्युसन पनि कम छ होइन। त्यही भएर अलिकति क्लियर देखिन्छ होला आज मौसम पनि माथिबाट। पहिला पनि एकचोटि आउनु चाहिँ आएको, त्यो बेला चाहिँ यस्तो रोड चाहिँ थियो त। अहिले चाहिँ जियोस् राम्रो बनाएर रहेछ रोड। कहाँसम्म चाहिँ पुग्छ जस्तो लाग्यो मलाई पनि। रेसी कहाँसम्म पुग्छ। जियोस् शनिबार भएर होला होइन, मान्छे चाहिँ भिड नै रहेछ क्या। अरू दिन चाहिँ यस्तो हुँदैन होला जहाँसम्म लाग्छ। शनिबार भएर चाहिँ भिड नै रह्यो। अलि अस्तिमाको पहिरोले गर्दाखेरि धेरै ठाउँ बिगारे पनि रहेछ, बाटो पुरै लगेको रहेछ। भन्न आज घरतिर पानी परेको थियो, त्यस्तो साह्रो पानी परेको चाहिँ रहेन त, नत्र पुरै बिग्रेर बाटो खत्तम हुन्थ्यो होला होइन। पुरै चिप्लिन्थ्यो होला क्या स्कुटी लास्टै चिप्लिन्छ नि त। भन्न त्यस्तो चाहिँ छैन। जुस भयो हिँडेको धेरै नै। अब मिल्कसेक खाँदैछौँ। अब लगभग अब अझै 1 घन्टा भनौँ जस्तै लाग्यो मलाई चाहिँ, जहाँसम्म लाग्छ। रोडको कन्डिसनहरू 1 घन्टा लाग्ला जस्तो लाग्यो मलाई चाहिँ। मौसम पनि खुलेको छ होइन, त्यो त देखाउनु होला क्यामेरामा। मौसम पनि पुरा खुल्या छ अहिले चाहिँ। अरू बेला भन्दा चाहिँ आज चाहिँ मजाले खुल्या छ जियोस्। अझै माथि छ, हाइटमा बवाल देखिन्छ होइन। अब चाहिँ पुग्यो होइन। अफरोड रहेछ, हात पनि दुख्यो चलाउँदा। बाटोहरू चिप्लो रहेछ अलिअलि, लास्टै अप्ठ्यारै रहेछ क्या बाटो। आज चाहिँ पानी परेर पनि होला माथि चाहिँ भिड नै रहेछ आज चाहिँ। यता अस्ति नआउँदा चाहिँ थिएन त्यहाँ ठेलाहरू रह्यो। आज चाहिँ जियोस् सबै खाजा यतै बनाउने हिसाबले राखेको रहेछ। अब एकछिन इन्ट्री गर्नुपर्छ यहाँनिर। जस आज मौसम क्लियरको गर्दाखेरि जस भ्यूहरू पनि राम्रै देखेला जस्तो लाग्छ मलाई चाहिँ। ढोगेर तल गएर नास्ता गरेर जानु पर्ला जस्तो छ। यहाँबाट सुरु त्यहाँबाट हो।
मन्दिर छ दर्शन सर्शनको लागि ठिक रहेछ त्यसैको कारणले पनि भिड भएको रहेछ पिकनिक सिक्निक पनि आएर छन् मान्छेहरू हाइकिङको लागि चाहिँ बेस्ट ठाउँ हो आइसजुस्ट होइन अनि 2900 मिटर हाइटमा रहेछ लगभग काग भ्यालीको सबभन्दा हाइटै एरियामै हो ठिकै छ एकचोटि आउनको लागि सजेस्ट नै गर्छु अनि सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला सबजना थ्याङ्क यू